PNB Procto Laser Clinic, New Road, पोखरा। नमस्कार, म डाक्टर विश्वदीप तिमिल सिन्हा, PNB Procto Laser Clinic, न्यू रोड पोखराबाट। आजको जिज्ञासा छ, यो बोसे आन्द्राको क्यान्सर चाहिँ कुन एजको मान्छेहरूलाई चाहिँ बढी हुने सम्भावना हुन्छ अथवा कुन एजमा चाहिँ यो क्यान्सर हुने सम्भावना हुन्छ भन्ने छ। जस्तै मैले भन्दै आइरहेको छु, बोसे आन्द्राको क्यान्सर हुने दुईटा कारण हो। एउटा जेनेटिक हुन्छ, इनहेरिटेड, जुन हामीले वंशजबाट लिएर आएको हुन्छौँ। सेकेन्ड भनेको चाहिँ स्पोराडिक हुन्छ, जुन हाम्रो व्यवहार, खानपिन, चालचलन, हाम्रो चाहिँ सिडेन्ट्री लाइफस्टाइलहरू चाहिँ यसको चाहिँ मेन कल्प्रिट हुन्। अब यो कन्डिसनमा चाहिँ जस्तो जेनेटिक कारणले भएको बोसे आन्द्राको क्यान्सर चाहिँ कहिलेकाहीँ 40 वर्षभन्दा अगाडि नै 17 वर्ष 18 वर्षदेखि नै हुनसक्छ। त्यसैले गर्दा एउटा स्क्रिनिङ प्रोटोकल भन्ने चाहिँ HNPCC को बेथेस्डा क्राइटेरिया भन्छ। यसमा त्यो क्राइटेरिया अनुसारले चाहिँ अब आफ्नो ठ्याक्कै फर्स्ट डिग्री रिलेटिभ्स अथवा सेकेन्ड डिग्री कसरी भइरहेछ त्यही अनुसारले चाहिँ 10-11 वर्षबाट नै दिशामा रगत छ, सूक्ष्म किसिमको रगतहरू दिशामा छ कि छैन भन्ने कुराहरू हेर्ने हुन्छ। त्यस्तै गरेर चाहिँ यो चाहिँ यङ एजमा एकदम 20, 21, 17, 18, 19, 20, 40 भन्दा अगाडि चाहिँ हुने सम्भावना चाहिँ जेनेटिक हामीले इनहेरिट गरेको चाहिँ बोसे आन्द्रा क्यान्सर चाहिँ हुनसक्छ। त्यसै गरेर स्पोराडिक कजहरू 40 वर्ष माथि हुन सक्छन्, किनभने यसमा के छ भने क्यान्सर हुनको लागि एउटा के छ भने एडिनोमा कार्सिनोमा सिक्वेन्स भन्ने छ। त्यो सानो एउटा एडिनोमा एउटा क्यान्सर नभएको सूक्ष्म तरिकाको पलिप जस्तो जुन बेनाइन छ, क्यान्सर होइन, तर भोलि गएर त्यसले चाहिँ क्यान्सर बन्ने क्षमता राख्छ। त्यो चिज एडिनोमा कार्सिनोमा सिक्वेन्स केही वर्षौँसम्म एउटा डिकेड्ससम्म कटाएर चाहिँ त्यो चाहिँ क्यान्सरमा जान्छ र सानो सूक्ष्म क्यान्सर बन्छ। तर भले त्यो सानो सूक्ष्म क्यान्सर वर्षौँसम्म भएपछि मान्छेले चाहिँ रक्सी खाने, अब त्यो दिशाहरू धेरै कब्जियत हुने, यस्तो खालको लाइफस्टाइल भएको मान्छेमा चाहिँ त्यो क्यान्सरसमा चेन्ज हुनसक्छ। तर एकचोटि त्यो एडिनोमा चाहिँ बेनाइन क्यान्सर नभएको चिज क्यान्सरमा चेन्ज भएर गइसक्यो भने त्यसले करिब 12 देखि 18 महिनासम्ममा बोसे आन्द्राको जुन ल्युमेन हुन्छ, हाम्रो सानो ल्युमेनलाई त्यसले कम्प्लिटली कभर गरिदिन सक्छ। त्यही भएर सुरुमा क्यान्सरमा चाहिँ मान्छेलाई हल्का खाना मात्रै मन नलाग्ने अथवा चाहिँ वेट लस भएको त्यति फिल नहुने, आफ्नो कपडाहरू टाइट कतिको छ त्यति नोटिस झ्याप नहुने हुन्छ। तर पछि गएर त्यो ल्युमेनले चाहिँ त्यो बिस्तारै त्यसले यत्रो भएको ल्युमेनलाई यसरी क्यान्सरले ढाक्दै गइसकेपछि मान्छेलाई चाहिँ जस्तो टेनिसमस भन्ने खालको दिशा गर्न जाने तर विदाउट एनी रिजल्ट, दिशै नआउने, अथवा रगत मात्रै प्याचा जाने, दिशामा धेरै रगत जाने, मान्छेको वेटहरू कम हुने, एकदमै धेरै सिग्निफिकेन्ट वेट लस हुने, जस्तो 3-4 महिनामै 5-6 केजी अथवा 6 महिनामा 10 केजी जस्तो वेट लस हुने, खाना पटक्कै केही कुरा हेर्नै मन नलाग्ने, अब कहिले पेटहरू फुल्न थाल्ने, मान्छेको शरीरमा चाहिँ रगतको मात्रा कम भएर चाहिँ विकनेसहरू, एकदम डिजिनेस हुने, अथवा चाहिँ दिशा कहिले सारो हुने, कहिले गिलो हुने, रगत वाल्ला चुइने, यस्ता खालका चिजहरू चाहिँ देखिन्छन्। अब यो चाहिँ कस्तो छ भने स्पोराडिक क्यान्सर्सहरू युजली भन्दै गर्दाखेरि चाहिँ युजली अब 40 भन्छ। अब यो चाहिँ अमेरिकन ब्रिटिसमा छुट्टै छ। जस्तो कसैले चाहिँ हाई रिस्क भएकोलाई चाहिँ अब 40बाट चाहिँ स्क्रिनिङ सुरु गर्छन्। अब हामी कहाँ यहाँ चाहिँ 50 देखि माथि देखिएको कारणले गर्दा चाहिँ 50 माथि पनि एउटा चाहिँ ब्लिडिङ भएको कोही मान्छे आउनुभएको छ भने हामीले चाहिँ त्यो पाइल्सबाट ब्लिडिङ भएको देखेनौँ अथवा त्यहाँ मलद्वारा केही छ भने त्यही सेटिङमा हामीले कोलोनोस्कोपी गरेर इन्टायर 160 सेन्टिमिटरको बोसे आन्द्रालाई हेरेर यसमा अब केही पनि छैन है, यो पाइल्सले नै भएको हुनसक्छ यो ब्लिडिङ, अथवा अरू कारणले गर्दा वेट लस भएको हुनसक्छ उहाँको भन्ने कुरालाई हामीले त्यसलाई चाहिँ रुल आउट गर्छौँ। नत्र भनेदेखि चाहिँ हामीले ओभरअलमा हेऱ्यो भने जेनेटिक क्यान्सर्स भनेको अलिकति एग्रेसिभ, छोटो समयमा चाहिँ शरीरमा विकास भइहाल्ने, जस्तो एकदम एक ठाउँमा मात्रै भएको क्यान्सर छ, एउटा लोकलाइज क्यान्सर एक ठाउँमा छ भने 100 जना मान्छेमा चाहिँ 90 जनालाई चाहिँ एकदम छोटो समयमा चाहिँ निको नै हुन्छ। अब केमोथेरापी, रेडियोथेरापी, अपरेसनहरू सबै गर्दाखेरि अहिले राम्रो एडभान्स ट्रिटमेन्टहरू पनि आइरहेको छ। त्यसले गर्दा जस्तो त्यो चिज अलिकति वरिपरि रिजनलमा गयो भने फेरि 20% घटेर 70-71%मा आउँछ। त्यसै गरेर अब टाढा बोसे आन्द्राबाट कलेजोमा फैलेको छ अथवा मेरुदण्डमा फैलेको छ, ब्रेनमा फैलेको छ अथवा शरीरको अरू ठाउँमा फैलेको छ भने त्यसको चाहिँ प्रोग्नोसिस नराम्रो हुन्छ। त्यही भएर कुनै पनि एजमा पनि अहिले भनेका लक्षणहरू, खाना मन नलाग्ने, वेट लस हुने, पेट फुल्ने, दिशामा रगत हुने, कहिले दिशा गर्छु भन्दा केही नआउने, कहिले बिहान अर्ली मर्निङ स्पुरियस डायरिया भन्छ, त्यो क्यान्सरले चाहिँ छेकेको हुन्छ यसरी, अनि त्यहाँबाट चाहिँ वात्त जाँदाखेरि चाहिँ के हुन्छ भने एकैचोटि धेरै दिशा जम्मा भएर बसेको दिशा जाने, त्यसमा चाहिँ रगतका चोक्टाहरू, मासु नै पनि अलिकति वरिपरिको स्लफ्ट आउट मिकोसा भएर जाने हुनसक्छ। त्यसले गर्दा चाहिँ बोसे आन्द्राको कुरामा चाहिँ यो क्यान्सरको केसमा चाहिँ कस्ता प्रकारका चाहिँ सिम्टम्सहरू छन् अथवा कुन एजको छ भन्ने कुरालाई चाहिँ एउटा इभ्यालुएट गरेर अनि अगाडि बढ्नुपर्ने हुन्छ।
आउनुहोस्, पाइल्सको समस्याबाट सधैँको लागि मुक्त हुनुहोस्। सम्पर्क BNB प्रोक्टो लेजर क्लिनिक प्राइभेट लिमिटेड, न्यू रोड पोखरा, नगरपालिकाको ठीक अगाडि, नेमुनी भवन, हेलो स्टेशनरीको माथिल्लो तल्ला। फोन 061 577 283 98 560 38 171। वेबसाइट bnbproctolaserclinic.com।